अब फेरि म यहाँ अर्को भिडियो लिएर आउँछु जसमा ग्रिड कसरी हाल्ने। अब ग्रिड हाल्नको लागि यसरी म यहाँ लेफ्ट क्लिक गर्नुहोस्, फेरि राइट क्लिक गर्नुहोस्, प्रोपर्टिजमा जानुहोस्, टाइप गर्नुहोस्, न्यू ग्रिडमा क्लिक गर्नुहोस्। अब यसलाई डिफल्टै होस्, नेक्स्ट गरिदिनुहोस्। लेबल्स अन्लीमा क्लिक गर्नु होला अनि डिफल्टै छोड्नुहोस्, नेक्स्ट। अनि यो मेजर माइनर अलि हटाइदिनु, अहिले काम छैन, नेक्स्ट र फिनिश गर्नुहोस्। अनि यसलाई अलि अप्लाई गरिदिनु त, यो यस्तो आयो, समय हामीले देखाउन सक्छौँ होइन, यो खासै राम्रो देखिएन। यसलाई फेरि जानुहोस्, यो स्टाइलमा होइन है, प्रोपर्टिजमा जानुहोस्। अब मेन कुरो तपाईँले गर्नुपर्ने भनेको यो लेबल्समा हो होइन। लेबल्समा क्लिक गरेपछि तपाईँले फन्ट साइजले 6 को ठाउँमा 12 पुर्याइदिनु होला। अनि भर्टिकल लेबल भनेको तपाईँको जहिले पनि कहाँ हुन्छ, लेफ्ट र राइट भर्टिकल लेबल होइन। यसलाई तपाईँले चाहिँ अलि ओके गरेर फेरि अप्लाई गर्नु त, यस्तो आयो होइन। यो चाहिँ अलिकति ऱ्यान्डम आयो नि त, यसलाई फेरि घटाउनुपर्छ। त्यो ऱ्यान्डम भन्नाले हाम्रो यहाँ धेरै आयो नि त, यहाँ धेरै आयो नि त, यो त्यस्तो धेरै राम्रो त देखिँदैन। त्यो भएर चाहिँ फेरि जानुहोस् प्रोपर्टिजमा गएर चाहिँ तपाईँले इन्टरभलमा जानुहोस्। तपाईँको चाहिँ के छ भन्दाखेरि हाम्रो यो डेसिमल डिग्रीमा लानुहोस्। डेसिमल डिग्रीमा लानुभयो भने हाम्रो यो चाहिँ अब एक्समा चाहिँ कति, एक्स भनेको हाम्रो 80 देखि लिएर 88 सम्म छ। यसलाई तपाईँले एक एकवटा हाल्नुभयो भने यो 8 आउँछ। तपाईँले दुईटा हाल्नुभयो भने 2 हाल्नुभयो भने चाहिँ 4टा मात्रै आउँछ। अनि वाइ हेर्नुभयो भने 26 देखि 31 सम्म छ। यसलाई चाहिँ तपाईँले 1 नै हाल्दा पनि ठिक छ र यो डेसिमल डिग्रीमा हाल्नुहोस्, अप्लाई ओके अप्लाई गर्नुहोस् त। तपाईँको यहाँ चाहिँ थोरै नै देखियो, तर यहाँ अझै धेरै देखियो नि त होइन। यसलाई फेरि हामी चेन्ज गर्न सक्छौँ। फेरि प्रोपर्टिजमा जानुहोस्, तपाईँको वाइ लेभललाई पनि तपाईँले के गर्नुहोस् भने 2 नै गर्नुहोस् होइन। यो डेसिमल डिग्रीमै हुनु पर्यो, ओके अप्लाई। ल यति गरौँ भने तपाईँको ग्रिड चाहिँ अलिक थोरै पनि देखियो नि त होइन, तपाईँ यहाँ देख्न सक्नुहुन्छ। तर यसलाई अझै के पनि गर्न सकिन्छ भन्दाखेरि राइट क्लिक गरेर चाहिँ प्रोपर्टिजमा जानुहोस्, फेरि प्रोपर्टिजमै जानुहोस्। यो छ नि ह्याचिङ, यो ह्याचिङ लाइन्स यहाँ भयो, लेबल्समा क्लिक गर्नुहोस्। यो इन्टेरियर यो एक्सिसमा गएर चाहिँ लेबल डिस्प्ले टिक इनसाइड है, र यो टिक साइज तपाईँले बढाउनुहोस्, 9 10 पुऱ्याइदिनुहोस्। अनि डिस्प्ले टिक्स यसको नि साइज के गर्नुहोस्, एकपल्ट बढाइदिनुहोस्, के आउँछ हेरौँ है। अप्लाई ओके अप्लाई। र तपाईँले कतै बाहिर क्लिक गर्नुभयो भने अब यहाँ चाहिँ के भयो, म्याप देखियो, तर यसको टिक देखिएन होइन त। यो टिक देखाउन चाहिँ तपाईँले यो के गर्नु पर्यो, राइट क्लिक गरेर चाहिँ प्रोपर्टिजमा गएर चाहिँ अब प्रोपर्टिजमा जानुहोस्। यो टपमा मेजर टिक टप लेफ्ट बटम राइटमा सब टिक हामीलाई परेन, एकपल्ट यति गरौँ त। ल तपाईँको अब टिक पनि देखियो नि होइन, भन्नाले तपाईँको हरेक टिक देख्यो भन्नाले यो हरेक ठाउँमा यो टिक पनि हाल्न जरुरी हुन्छ है। अब यो हाल्ने क्रममा यसलाई हल्का माथि गरौँ ताकि यो मिसम्याच नहोस् होइन। फेरि अब यहाँ लेफ्ट क्लिक गर्नुहोस्, फेरि यहाँ राइट क्लिक गर्नुहोस्, प्रोपर्टिजमा जानुहोस्, न्यू ग्रिड, यसलाई नेक्स्ट, अहिले लेबल अन्लीमा गरौँ। तपाईँले यो लेबल अन्लीमा गएर चाहिँ नेक्स्ट गर्नुहोस्। यो मेजर एन्ड माइनर हाल्नु छोडिदिउँ, यसलाई पछि हाल्न पनि सकिन्छ, नेक्स्ट अनि फिनिस गरिदिउँ र यसलाई फेरि अप्लाई गरिदिउँ भने तपाईँको यो डाटा फ्रेम यसरी देखिन्छ। फेरि जानुहोस् प्रोपर्टिजमा, अनि यो मेजर टिक्सलाई चाहिँ चारतिर हुनु पर्यो, यो इनसाइडमा यो चारतिर हुनु पर्यो र इनसाइडमा गरिदिने, यो पनि इनसाइडमै गरिदिने। यसको भ्यालु चाहिँ 10 पुऱ्याइदिने। यसको पनि यो सब डिभिजनको हामी टिक गरेको छौँ, त्यो भएर छोडिदिउँ होइन। अनि इन्फेरियर लेभललाई यो छोडिदिउँ। यो लेभलमा गएर चाहिँ क्लिक गर्नुहोस्, यो क्लिक गरेपछि 6 को ठाउँमा 12 हालिदिनुहोस्, अप्लाई। अनि त्यसपछि लाइन्समा जानुभयो भने यो छोडिदिउँ, ह्याचिङलाई पनि छोडिदिउँ। इन्टरभलमा अहिले यो हाम्रो डेसिमल डिग्रीमा छ। अब डेसिमल डिग्रीमा 10 डेसिमल डिग्रीमा छ। यसलाई म ओके गरिदिन्छु। अनि फेरि एप्लाई गरेँ भने यो यस्तो देखियो।
होइन। तर यो हाम्रो अझै ग्रिडभन्दा बाहिरको कारणले गर्दा यसको ओरिएन्टेसनलाई हामीले चेन्ज गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि फेरि प्रोपर्टिजमा जानुहोस्, अनि यो लेभल्समा गएर चाहिँ के गर्नुहोस् न, भर्टिकल लेभल चाहिँ तपाईँको चाहिँ लेफ्ट र राइटमा हुनु पर्यो होइन। ओके, अप्लाई, यस्तो भयो होइन। तर यहाँ चाहिँ के देखियो त भन्दाखेरि तपाईँको यो तल माथिको मिसम्याच भयो। त्यो भएर चाहिँ के गर्नु पर्यो, मैले थोरै स्पेस दिनु पर्यो होइन। मैले यसलाई चाहिँ घटाउनु पर्यो। तपाईँको यसरी घटायौँ भने के हुन्छ, यो स्पेस तल तल र माथिको चाहिँ मिक्स नहुने भयो नि त। यसरी यसलाई म के गर्छु, नेपालको म्यापलाई पनि फेरि माथि लान्छु है। यो गर्ने बेला पहिलाको प्लानिङ गरेर गर्नुपर्छ। यो अलिकति यो मिसम्याच भयो, यसलाई यहाँ यसरी लानुहोस् अनि यसलाई यहाँ यसरी घटाइदिनु पनि सक्नुहुन्छ। अब यस्तो गर्नुभयो भने तपाईँको अलिकति स्पेस पनि देखियो नि त, ग्याप देखियो। अब यतिको पनि ठिकै छ, तपाईँले यतिको गर्दा पनि हुन्छ। त्यो पनि होइन, म यो ग्रिडको भ्यालु चाहिँ 3टा मात्रै राख्छु अथवा यो चाहिँ 4टा मात्रै राख्छु भन्ने सोच आयो भने यहाँ लेफ्ट क्लिक गरेर फेरि राइट क्लिक गर्नुहोस्, प्रोपर्टिजमा गएर चाहिँ फेरि प्रोपर्टिजमा जानुहोस्। तपाईँले यो त गरिहाल्नुहुन्छ। त्यो इन्टरभलमा गएर तपाईँले 10को ठाउँमा 20 चाहिँ यहाँ 20 हाल्नुभयो भने यो यहाँ के आउँछ हेरौँ है, अप्लाई। ओके, यसलाई फेरि अप्लाई गरिदियो भने यो हराउँछ। किन हरायो भन्दाखेरि म भन्छु है, किनभने हाम्रो यो डेसिमल डिग्रीमा छ र डेसिमल डिग्री भएको क्रममा अहिले 20 मिनट्स लिन मान्दैन। अब मैले त्यहाँ 20 मिनट्स हाल्नु छ भने हामीले के गर्नु पर्यो भन्दाखेरि 20 मिनट्सलाई केमा लानु पर्यो, डिग्रीमा। त्यो 20 डिभाइड बाई 60मा गऱ्यौँ भने त केमा आउँछ, डिग्रीमा आउँछ। यो भनेको 0.33 हो। यसलाई म 0.3 लेखिदिन्छु ल, यसलाई 0.3, यता पनि 0.3, किनभने डेसिमल डिग्रीमा क्लिक गरेपछि हामीले मिनटको अथवा सेकेन्डको भेल्यु हाल्न पाइएन। यदि त्यो हाल्यौँ भने हाम्रो यहाँ ग्रिड हराउँछ। त्यो भएर यसलाई म अप्लाई, ओके र अप्लाई गरिदियो भने अब यसरी चाहिँ हाम्रो के हुन्छ, ग्रिड आउँछ। अब यो तपाईँको इच्छा ग्रिड धेरै राख्ने कि थोरै राख्ने होइन। यसलाई म प्रोपर्टिजमा गएर फेरि के गर्छु त भन्दाखेरि यहाँ अघि 0.3 लिएको थिएँ, अब 0.25मा 0.25 नै हालिदिन्छु। अप्लाई, ओके, अप्लाई। लगभग यस्तो आउँछ र यो पनि ठिकै हो। यसलाई मैले ओके गरिदियो भने के हुन्छ, यो चाहिँ हाम्रो के हुन्छ, यसरी आउँछ र हाम्रो यसरी म्याप चाहिँ 2वटा डाटा फ्रेममा यसरी आएर चाहिँ यही म्यापलाई चाहिँ हामीले जिआइएसको रिपोर्टमा अथवा फाइनल डिस्प्लेमा पनि हाल्न सक्छौँ। र त्यो हाल्नको लागि एक्सपोर्ट म्याप गर्ने, अनि के गर्नुहोस् भन्दाखेरि डेस्कटपमै जानुहोस् अनि म्याप भनेर लेखिदिनु होला र यो सेभ एज टाइपमा जेपिइजी, रिजोल्युसन 300 नै होस्, केही फरक परेन। त्योभन्दा धेरै पनि नबढाउनु, त्योभन्दा कम पनि नगर्नु। मेन कुरो त विड्थ भनेको 2550 बाई 3300 भनेको राम्रै साइज हो। त्यो भएर चाहिँ योभन्दा बढी भएको पनि राम्रो होइन, थोरै भएको पनि राम्रो होइन। यतिकोसम्म चाहिँ इट इज एक्सेप्टेबल। यसलाई सेभ गर्नुहोस् र सेभ गरेपछि त्यही म्याप चाहिँ हामीले यहाँ हेर्न सक्छौँ होइन। र यही म्याप चाहिँ हामीले आफ्नो फाइनल रिपोर्टमा पनि राख्न सकिन्छ है। र यसरी चाहिँ हामी जिआइएसमा यस्तो खालको म्यापहरू पनि बनाउन सकिन्छ।